के तपाईलाई थाहा छ एउटा शब्द बहुत प्रचलित छ क्याश पुअर अथवा नगदको गरिब। ठूलो घर, धेरै सम्पत्ति, जग्गा जमिन धेरै छ र मानिसहरूले भन्छन् कस्तो धनी। सामान्यतया ठूलो घर हुने मान्छेलाई समाजले धनी देख्छ, तर यति सम्पत्ति हुँदाहुँदै पनि मानिस नगदको गरिब हुन्छ या क्याश पुअर। यसको मतलब खल्तीमा या बैंकमा पैसा हुँदैन। यसको समस्या के हो भन्दा क्याश फ्लो अथवा नगद प्रवाह। जब हामीसँग सम्पत्ति भएर पनि पैसा आइराख्ने स्रोत या आम्दानी भइराख्ने स्रोत हुन्न, त्यस्तो अवस्थामा हामी सम्पत्तिका धनी तर नगदका गरिब या पैसाका गरिब पनि हुन्छौँ। यसैले हामीले क्याश पुअरबाट नगदको गरिबबाट नगदको धनी बन्नको लागि नियमित आम्दानी प्राप्त हुने स्रोत, जसलाई हामी प्यासिभ इन्कम या निष्क्रिय आम्दानी पनि भन्छौँ, त्यस्ता स्रोतहरू निर्माण गर्नुपर्छ। र यो स्रोत एउटा नियमित प्रक्रियाबाट र एउटा कमिटमेन्ट प्रतिज्ञाबाट सुरु हुन्छ। र त्यसका लागि हामीले कस्ता निष्क्रिय आम्दानीका स्रोतहरू बनाउन सक्छौँ, आफूलाई सहज र सजिलो हुने माध्यमहरूबाट त्यो विकास गर्दै जानु आवश्यक हुन्छ। र त्यो भनेको जस्तो ब्याज, लाभांश, घर भाडा, त्यस्तै तपाईको रोयल्टी, त्यस्तै रिल निर्माण अथवा टिकटक भिडियोहरू अथवा युट्युब भिडियोहरू बनाएर पनि हामी प्यासिभ इन्कम बनाउन सक्छौँ। प्यासिभ इन्कमका स्रोत र बनाउने तरिकाका बारेमा यो किताबमा उल्लेख गरिएको छ। तपाईँ पनि एकपटक हेरेर ती स्रोतहरूलाई आफूले पनि उपयोग गर्न सक्नुहुन्छ, बनाउन सक्नुहुन्छ र तपाईलाई लागेका प्रतिक्रिया दिन पनि सक्नुहुन्छ।